हेलो सबैजनालाई नमस्ते। आज चाहिँ मलाई मेरो पडोसी दिदीले चाहिँ ब्याग पठाइदिनु भएको छ। यसमा के रहेछ खोलेर हेर्नुपर्छ। हटकेसमा चाहिँ छ एकदम फ्रुट्सहरू काटेर पठाइदिनु भएको रहेछ। हेर्नु कति मायाले पठाइदिनु भएको। आज दही चिउरा खाने दिन भनेर यो चाहिँ रहेछ दही चाहिँ उसकै फेभरेट हो। मलाई यति पठाइदिनु भएछ, कति राम्रो दही। यो चाहिँ चिउरा, यो चाहिँ उनीहरूको घरकै आफ्नै धानको चामलले बनाएको हो। यहाँतिर सबैले चिउरा यसरी बनाउँछ। टक्कै खानुपर्छ। अब चाहिँ अलिकति चिउरा हालेर, अलिकति त्यो यो दही खाने भाँडा हालेर, अन्त यो चाहिँ हो कटहल। यति राम्रो लाग्छ मलाई कटहल चाहिँ, पुरा खानु मन लाग्छ। अन्त यो चाहिँ अब खानुपर्छ। टक्कै चिउरा खाएँ, अन्त यो दही चाहिँ अब अमिलो, मलाई चाहिँ अमिलो लाग्यो। अन्त यो कटहल चाहिँ एकदमै राम्रो लाग्छ। झन्डै झरे पनि यसको बिच चाहिँ नि यस्तो गरेर लाग्नुपर्छ, खाँदै राख्नुपर्छ। भरे चाहिँ उसिनेर खानु कस्तो राम्रो हुन्छ।